यदि तपाईले प्रोटेस्टेन्ट ख्रिस्टियन बाइबल खोल्नुभयो र विषय सूचीलाई हेर्नुभयो भने तपाईले पहिलो 3/4 संग्रह पाउनुहुनेछ, जसलाई पुरानो करार भनिन्छ। यदि तपाईले पुस्तकहरूको सूची हेर्नुभयो भने तपाईले 39 साना कृतिहरू मिलाएर 4 मुख्य भागहरूमा वर्गीकरण गरिएको देख्नुहुनेछ। पहिला 5 पुस्तकहरूलाई पेन्टाटुक भनिन्छ, त्यसपछि ऐतिहासिक पुस्तकहरू, त्यसपछि कवितात्मक पुस्तकहरू र अन्तमा अगमवक्ताहरूका पुस्तकहरू रहेका छन्। अहिले झट्टै हेर्दा त्यो सरल देखिन्छ, तर वास्तवमा यो अलि जटिल तर रोचक रहेको छ। एकल संग्रहको रूपमा पुस्तकहरूको यस्तो व्यवस्थालाई पुरानो करार नामाकरणपछि आएर ख्रिस्टियन परम्पराबाट भएको थियो, जुन येशू र प्रेरितहरू पछि विकसित भएको थियो। प्राचीन यहुदी परम्परामा यी सबै अलग अलग पुस्तकहरूमा थिए र यिनीहरूलाई 3 भागमा वर्गीकृत गरी एकीकृत संग्रहको रूपमा परिकल्पना गरिएको थियो, जसलाई तनाक भनिन्छ। तनाक हिब्रू बाइबलको संक्षिप्त रूप हो। तोराह, जसको अर्थ निर्देशन हो, नबीम, जसको अर्थ अगमवक्ताहरू, र केतुबिम, जसको अर्थ लेखोटहरू हो। तनाकमा उही पुस्तकहरू छन् जुन प्रोटेस्टेन्ट पुरानो करारमा छन्, तर तिनीहरूलाई फरक तरिकाले व्यवस्थित गरिएको छ। तोराह पेन्टाटुकसँग मेल खान्छ। तर अगमवक्ताहरू ऐतिहासिक 4 पुस्तकहरू छन् भने त्यसपछि अगमवक्ताहरूको नाममा 15वटा पुस्तकहरू समेटिएका छन्। यसपछि लेखोटहरू आउँछ। यो कवितात्मक र कथात्मक पाठहरूको विविध संग्रह हो। अब 3 भागमा विभाजित यो संग्रह एकदमै प्राचीन छ। यसको उल्लेख प्राचीन यहुदी ग्रन्थहरूमा गरिएको छ, जस्तो कि मृत सागरका चर्मपत्रहरू, बेन सिराको ज्ञान, साथै नासरतका येशूले पनि यसलाई उल्लेख गर्नुभएको छ। यो यस कारणले हो किनभने यी 3 भागहरूलाई चर्मपत्रहरूको आफ्नै संरचनात्मक शैलीमा बुनिएको छ। यदि तपाईले ध्यान दिनुभयो भने हरेक पुस्तकमा एक अर्कोको परस्पर सन्दर्भको माध्यमद्वारा समन्वित भएको पाउनुहुनेछ, जसलाई प्रत्येक कार्यले ठूला 3 भागहरूसँग जोड्दछ। यी सबै पुस्तकहरूलाई यसरी कसले राखे होलान्? यो एक लामो प्रक्रिया थियो। यसमा प्रसिद्ध लेखहरू जस्तो कि मूसा, दाउदको योगदान रहेको छ, तर कतिपय लेखहरू अज्ञात रहेका छन्। बाइबलमा उनीहरूलाई असाधारण रूपमा शास्त्रीहरू र अगमवक्ताहरू भनिएको छ। यो पुस्तक भविष्य सूचक शास्त्रीहरूका पुस्ताहरूले पहिलेका कथाहरू र कविताहरू संकलन गरे, ती पुस्तकहरूलाई विशाल रचनामा संग्रहित गरे र त्यसपछि अन्ततः यी सबै सामग्रीहरूलाई एकीकृत पुस्तकालय तनाकको आकार दिए। भजन संग्रह र अगमवक्ताहरूका खण्डहरूबाट यो स्पष्ट छ कि यी भविष्य सूचक शास्त्रीहरूले विश्वास गर्थे कि परमेश्वरको आत्माले यस सम्पूर्ण प्रक्रियालाई अगुवाई गर्नुभएको थियो कि यी मानव शब्दहरूद्वारा परमेश्वर आफ्ना मानिसहरूसँग बोल्नुहुन्छ। यसैले तिनीहरूले यी पुस्तकहरूलाई कदर गर्थे, अध्ययन गरी तिनीहरूलाई एकीकृत संग्रहमा रचना गरे। यो प्रक्रिया कहिले समाप्त भयो भन्ने कुरा हामीलाई ठ्याक्कै थाहा छैन, तर यो येशूको समयभन्दा अघिल्लो शताब्दीहरूमा कतै भएको हुनुपर्छ। यसको अन्तिम आकारमा तनाकले इजरायलको इतिहासको भविष्य सूचक व्याख्या प्रदान गर्दछ, जसले सम्पूर्ण संसारलाई बचाउनको लागि परमेश्वरका उद्देश्यहरू प्रकट गर्ने दाबी गर्दछ। अनि हामीले एउटै भिडियो मार्फत सम्पूर्ण संग्रहलाई न्याय दिन सक्दैनौँ, तर यी पुस्तकहरू केका बारेमा हुन् भन्ने रूपरेखाको ज्ञान हासिल गर्न मद्दत पुग्नेछ। तोराह परमेश्वरले अचल सम्पत्तिको एक ठूलो टुक्रा सिर्जना र आशीर्वाद दिएर सुरु हुन्छ, हाम्रो धेरै असल संसार। अनि परमेश्वरले ईश्वरीय स्वरूप प्रतिबिम्बित गर्ने प्राणीलाई यो सुम्पनुहुन्छ, मानव वा हिब्रूमा आदम। परमेश्वरले मानव जातिलाई संसारमा सृष्टिको राजा र रानीहरूको रूपमा शासन गर्न नियुक्त गर्नुहुन्छ। अनि प्रश्न यो हो कि असल र खराब छुट्याउन के उनीहरूले परमेश्वरको बुद्धिमा भरोसा गर्नेछन् वा स्वायत्तता कब्जा गरी आफ्नो निम्ति असल र खराबको परिभाषा आफै गर्नेछन्? तर त्यहाँ मानवसँगै अर्कै पशु पनि छ, रहस्यमय सर्प। यो सृष्टिकर्ताको विरुद्ध विद्रोहमा छ र यसले मूर्खतापूर्वक परमेश्वरको उदारता विरुद्ध विद्रोह गर्ने बनाउन मानिसहरूलाई छल गर्छ। फलस्वरूप मानव आफ्नो जीवनको दिव्य स्रोतबाट अलग हुन्छन् र आशीर्वादको बगैँचाबाट जोखिमयुक्त उजाड स्थानमा मर्नको लागि निर्वासित हुन्छन्। त्यहाँबाट मानव जाति असल र खराबलाई पुनः परिभाषित गर्दै फैलिरहन्छ, तर उनीहरूको परिणाम द्रुत रूपमा उँधो गति लाग्छ। तिनीहरूले हिंसा र दमनले ग्रसित सहरहरू निर्माण गर्छन्, जसबाट बेबिलोन भनिने सहरको जग बसाल्छन्, जहाँ मानिसहरूले आफूलाई परमेश्वरको स्थानमा उच्च पार्छन्। अब सम्पूर्ण बाइबलकै आधारभूत द्वन्द्वात्मक कथावस्तुको सुरुवात हुँदछ। परमेश्वरले आफ्नो संसारलाई आशीर्वाद दिन र मानिसहरू मार्फत शासन गर्न चाहनुहुन्छ, तर अब मानिसहरू नै समस्या हुन्। तिनीहरू दुष्टको प्रभावमा छन्, तिनीहरू मूर्ख र अदूरदर्शी छन् र आफ्नो विनाशको लागि अग्रसर छन्। अनि यो सबै परमेश्वरको समाधानको लागि तयारी हो। हामीलाई नयाँ प्रकारको मानिस चाहिएको छ, अनि त्यसैले परमेश्वरले प्रतिज्ञा गर्नुहुन्छ कि एक नयाँ मानिस आउनेछन् जो सर्पको प्रभावमा आउने छैनन्। वास्तवमा उनले त्यसलाई कुल्चनेछन् र त्यसले उनलाई डस्नेछ। यहाँबाट कथाले प्रथम पुरुष र महिलालाई प्रतिज्ञा गरिएको वंशलाई पछ्याउँदै अब्राहम र सारासम्म आइपुग्छ। उत्पत्तिको पहिलो अध्यायमा परमेश्वरले मानव जातिलाई दिनुभएकै समान ईश्वरीय आशिष उनीहरूलाई पनि प्रदान गर्नुहुन्छ। अब उनीहरूले नयाँ बगैँचा जस्तो भूमिमा जानलाई बेबिलोनलाई छोड्छन्।
जुन परमेश्वरले उनको परिवारलाई दिने प्रतिज्ञा गर्नुहुन्छ। अब यसपछि अब्राहमको परिवारको कथा आरम्भ हुँदछ। 3 पुस्ताहरू अब्राहम, इसाक र याकुब, र त्यसपछि उनका 12 छोराहरू। अनि हाम्रा आशाहरू उनीहरूमाथि तबसम्म उच्च रहन्छन् जबसम्म हामीले उनीहरूको खराब र विनाशकारी पारिवारिक कथाहरू पढ्दैनौँ। तिनीहरू झुट बोल्छन्, धोका दिन्छन् र एकअर्काको हत्या गर्ने कोसिस गर्छन्। यौन गतिविधिका कुराहरू त कुरै नगरौँ। तर बगैँचाको कथापछि तपाईँले के आशा गर्नुभयो? उनीहरू मानवहरू नै हुन्। अन्ततः अब्राहमको परिवार मिस्रमा निर्वासित हुन्छन्। केही मुठ्ठीभर उज्यालोका पलहरूका निम्ति अब्राहमको परिवारका यी सबै असफलताका कथाहरूले अँध्यारो पृष्ठभूमि तयार गर्दछ। परमेश्वर यी मानिसहरूप्रति प्रतिबद्ध रहनुहुन्छ। उहाँले उनीहरूलाई एउटा अनन्त बाचा पनि दिनुहुन्छ, जसलाई करार भनिन्छ, कि उहाँले उनीहरूद्वारा सबै मानव जातिलाई उद्धार र आशिष दिनुहुनेछ। वास्तवमा यो कसरी हुन्छ त्यो स्पष्ट छैन, तर अब्राहमको परिवार सबैभन्दा राम्रो अवस्थामा हुन्छन् जब उनीहरूले आफ्नो स्वार्थी षड्यन्त्रहरू बन्द गर्छन् र पूर्ण विश्वासका साथ परमेश्वरको प्रतिज्ञामा भरोसा गर्छन्। यहाँबाट परिवारको वृद्धि हुन्छ। उनीहरू मिश्र देशमा दास बन्छन् र हामीलाई तोराहको अर्को मुख्य पात्र मोसासँग परिचय गराइन्छ। परमेश्वरले तिनलाई इस्राएलीहरूको उद्धार गर्न र पर्वतमा लैजानको निम्ति खडा गर्नुहुन्छ, जहाँ उनीहरू सबैलाई परमेश्वरसँग करारको सम्बन्धमा जोडिनलाई निम्तो दिइन्छ। उनीहरूलाई सम्बन्धका 613 वटा शर्तहरू दिएका छन्। नयाँ प्रकारका मानिसहरू बन्नका लागि मार्ग निर्देशनहरू, जसले संसारमा परमेश्वरलाई विश्वासयोग्य तवरले प्रतिनिधित्व गर्नेछन्। र मूसाले यो सम्पूर्ण करारको मध्यस्थ गर्छन्, किनभने उनी अद्भुत छन्। उनी इस्राएलसँग परमेश्वरको वचन बोल्ने मुख्य अगमवक्ता हुन्। उनी एक पुजारी हुन्, जसले उनीहरूलाई परमेश्वरको अगाडि प्रतिनिधित्व गर्छन्। अनि उनलाई राजा पनि भनिएको छ, इस्राएलका अगुवा र आवश्यकताको समयमा उद्धारकर्ता। तर तोराह जसै अगाडि बढ्छ, इस्राएलीहरू बृहत् तवरले असफल हुन्छन्। उनीहरूले करारको उल्लङ्घन गर्छन् र मूसाले पनि परमेश्वरको विरुद्धमा विद्रोह गर्छन्। वास्तवमा मूसाको अगमबाणी पश्चात तोराहको अन्त हुन्छ कि इस्राएलको असफलता प्रतिज्ञा गरिएको भूमिमा फर्किन्जेलसम्म नै जारी रहनेछ र उनीहरू फेरि निर्वासनमा जानेछन्। तर उसलाई आशा छ कि परमेश्वरले इस्राएलको उद्धार गर्ने आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ। एक दिन उहाँले उनीहरूका असफलताहरू ढाक्नुहुनेछ। उहाँले उनीहरूको स्वार्थी हृदयलाई निको पार्नुहुनेछ, ताकि उनीहरूले परमेश्वरलाई साँच्चै प्रेम गर्न र बाँच्न सकुन्। त्यसपछि मूसाको मृत्यु हुन्छ। अब तोराहको अन्तिम वाक्यांशहरू आश्चर्यपूर्ण छन्। केही समय बितेपछि यो तनाकलाई आकार दिने भविष्यसूचक शास्त्रीबाट हामी सुन्दछौँ। उनीहरूले मूसाको कथालाई तिनीहरूको उपयुक्त बिन्दुबाट प्रतिबिम्बित गर्छन् र उनीहरूले हामीलाई बताउँछन् कि इस्राएलको इतिहासमा मूसा जस्तो अगमवक्ता कहिल्यै देखा परेनन्। मित्र, म आशा गर्छु उनी जस्तै अगमवक्ता, पुजारी, राजा जस्तो अर्को मानिस देखा परे हुन्थ्यो। अनि यो सँगै हामी नबीमको संग्रहमा आउँदछौँ। यसमा 2 खण्डहरू छन्। पहिलो, अघिल्ला अगमवक्ताहरू प्रतिज्ञाको देशमा रहँदाका इस्राएलको कथाका 4 वटा वृत्तान्तहरू, जसलाई पछिल्लाका दृष्टिकोणबाट व्यक्त गरिएको छ। यहोशूको नेतृत्वमा सबै राम्रै सुरु भएको हुन्छ। हामीलाई भनिएको छ कि उनी सफल हुनेछन्, किनभने उनी मूसा जस्तै छन्। उनी दिनरात धर्मशास्त्रमा ध्यान गर्छन्। तर अन्ततः यहोशू असफल हुन्छन्। इस्राएल लामो हिंसात्मक स्वविनाशको उँधो गतितिर झर्दछ, जस्तो कि मूसा र बगैँचाको कथाले अनुमान गरिएको थियो। यी कथाहरू प्राय इस्राएलका राजाहरू, अगमवक्ताहरू र पुजारीहरूको असफलतामा केन्द्रित छन् कि तिनीहरू कसरी झुट बोल्छन्, धोका दिन्छन् र एकअर्कालाई मार्छन् र मूर्तिहरूको पूजा गर्छन्। यो आधारभूत रूपमा पुर्खाहरूको असफलताको लामो र रक्तपातपूर्ण कथाहरूको पुनरावृत्ति हो। तर त्यहाँ केही उज्यालाका कुराहरू पनि छन्। परमेश्वरले मानव जातिलाई नयाँ मानव मार्फत आशिष दिने आफ्नो करारको प्रतिज्ञालाई पुनः पुष्टि गर्नुहुन्छ। उहाँ दाउदको वंशबाट राजा हुनुहुनेछ। र तपाईँले दाउद र सलोमन जस्ता मानिसहरूको बारेमा केही कथाहरू पाउनुहुन्छ। तिनीहरूको परमेश्वरमाथिको भरोसाले तिनीहरूसँग अब्राहम जस्ता पलहरू छन्। तर यो कहिल्यै टिक्दैन। र के तपाईँलाई थाहा छैन, अब्राहमको परिवार त्यही पुग्छन् जहाँबाट उनीहरूले सुरु गरेका थिए। विजय प्राप्त गरी पुनः बेबिलोनमा निर्वासित हुन्छन्। तर याद गर्नुहोस्, यी सम्पूर्ण कथा अगमवक्ताहरूका पछिल्ला दृष्टिकोणबाट भनिएका छन् र उनीहरूलाई थाहा छ कि निर्वासन अन्त्य होइन। त्यसैले तिनीहरूले इस्राएलको विगतका यी कथाहरूलाई तिनीहरूको भविष्यको आशाको संकेतको रूपमा संरचना गरे। जब परमेश्वरले आफ्ना मानिसहरूलाई बेबिलोनबाट छुटकारा दिनुहुनेछ, उहाँले त्यो नयाँ राजा पठाउनुहुनेछ जो मूसा, दाउद र सुलेमानको राम्रो दिनहरूमा जस्तै हुनुहुनेछ। वास्तवमा नबीमको दोस्रो भाग पछिल्ला अगमवक्ताहरूको बारेमा यही हो। त्यहाँ विशेष अगमवक्ताहरूसँग जोडिएका 3 ठूला र 12 वटा छोटा पुस्तकहरू छन्। र यस प्रकारको संरचनाले जानाजानी उत्पत्तिका 3 जना र 12 पुर्खाहरूलाई सम्झाउँछ, जसको असफलताका कथाहरूमा भविष्यको आशाको बिउ रहेको छ। यी भविष्य सूचक पुस्तकहरू परस्पर सन्दर्भहरूले भरिएका छन्, जुन तोराह र अगमवक्ताहरूको कथासँग जोडिएका छन् र तिनीहरूले कथालाई अगाडि बढाउँछन्। इस्राएलका अगमवक्ताहरूको काम भनेको मूसा जस्तै हुनु हो।
पुरानो इस्राएललाई असफलताहरू र भ्रष्टताको आरोप लगाउनु र आउने परिणामको बारेमा चेतावनी दिनु अर्थात् प्रभुको दिनको जुन अनन्त पराजय र बेबिलोनमा निर्वासनमा गई अन्त भयो। तर अगमवक्ताहरूले यो पनि प्रतिज्ञा गरे कि परमेश्वरको एउटा उद्देश्य थियो उहाँका मानिसहरूलाई शुद्ध पार्ने र अब्राहम जस्तै विश्वासयोग्य हुने नयाँ इस्राएललाई पुनः निर्माण गर्ने। तिनीहरू प्रतिज्ञा गरिएका शासकको शासन अन्तर्गत परमेश्वरसँगको नयाँ करार सम्बन्धमा बाँच्नेछन्, जसलाई नयाँ मूसाको रूपमा वर्णन गरिए तापनि दाउदको नामले बोलाइएको छ। सारा संसारमा परमेश्वरको आशिष पुनर्स्थापना गर्ने उहाँ नै हुनुहुनेछ। नबीमको निष्कर्ष पनि तोराहको जस्तो छ। तनाकको भविष्य सूचक शास्त्रीहरूबाट त्यहाँ एउटा टिप्पणी छ। तिनीहरूले अहिलेसम्मको सम्पूर्ण कथालाई प्रतिबिम्बित गर्छन् र तिनीहरूले पाठकहरूलाई नयाँ मूसा जस्तो अगमवक्ताको आगमनको पूर्वानुमान गर्न आग्रह गर्छन्, जसलाई तिनीहरूले एलिया भन्छन्। उनले आफ्ना मानिसहरूलाई शुद्ध पार्न र बचाउनका लागि इस्राएलका परमेश्वरको आगमनको घोषणा गर्नेछन्। यहाँबाट हामी तनाकको तेस्रो र अन्तिम उपसंग्रहमा जान्छौं, केतुबिम चर्मपत्रहरूको विविध संग्रह। प्रत्येकलाई तोराह र अगमवक्ताहरूबाट मुख्य विषयवस्तुहरूमा जोड्न र परस्पर सन्दर्भहरूको विस्तृत टिप्पणी मार्फत तिनीहरूलाई थप विकास गर्न संरचना गरिएको छ। उदाहरणका लागि भजन संग्रहको चर्मपत्रलाई 2वटा कविताहरूद्वारा प्रस्तुत गरिएको छ, जुन तोराह र अगमवक्ताहरूको सुरुवातसँग समन्वय गरिएको छ। पहिलो भजनमा हामी धर्मी मानिसलाई भेट्छौं, जसलाई धर्मशास्त्रमा मनन गर्ने एक सफल अगुवा साथै नयाँ यहोशूको रूपमा वर्णन गरिएको छ। उहाँ मूसाले प्रतिज्ञा गर्नुभएको राजा जस्तै हुनुहुन्छ र उहाँ अदनको बगैँचामा जीवनको अनन्त रुख जस्तै हुनुहुन्छ। भजन संग्रह 2ले यी चित्रहरूको पहिचान गर्दछ। यी व्यक्ति प्रतिज्ञा गरिएको राजा हुनुहुन्छ, जो परमेश्वरको पुत्र दाउदको वंशबाट हुनुहुन्छ, जसले राष्ट्रहरू बीचको दुष्टतालाई पराजित गर्न र संसारमा परमेश्वरको आशिष पुनर्स्थापित गर्न गइरहनु भएको छ। र भजन संग्रहका बाँकी चर्मपत्रहरूले परमेश्वरका मानिसहरूलाई भविष्यको आशाको प्रतीक्षा गर्दा कसरी प्रार्थना गर्ने भनेर सिकाउँछन्। त्यसपछि त्यहाँ बुद्धिका पुस्तकहरू छन्, जसले तोराह र अगमवक्ताहरूका कथाले उठाएका केही कठिन प्रश्नहरूलाई सम्बोधन गर्दछन्। हितोपदेशहरू तोराहमा मूसाका शिक्षा झैं सुनिन्छन्, जस्तो कि परमेश्वरमा भरोसा गर्नुहोस्, विश्वासयोग्य र आज्ञाकारी हुनुहोस् र तपाईले शान्ति र सफलता पाउनुहुनेछ। तर त्यसपछि उपदेशक र अय्युबले इस्राएलको जटिल इतिहासलाई प्रतिबिम्बित गर्छन् र भन्छन्, हो हामीले कोसिस गर्यौं र त्यो त्यति सरल छैन। यी 3वटा पुस्तकहरूले परमेश्वरको भलाइ र यो भ्रामक संसारमा बुद्धिमानी साथ जिउनुको अर्थ के हो भनी गहिरो शिक्षा प्रदान गर्छ। तनाकका अन्तिम 2 पुस्तकहरूले एक महत्त्वपूर्ण योगदान गरेका छन्। दानियलको पुस्तकले संसारको लागि नयाँ भविष्यको आशाको अनौठो ढोकाको रूपमा इस्राएलको असफलता र पीडाको लामो इतिहासलाई फर्केर हेर्छ। एक दिन तोराह र अगमवक्ताहरूमा प्रतिज्ञा गरिएको त्यो नयाँ मानव आउनेछ। मानव जातिको पशुरूपी दुष्टताको झुकावले उनलाई कुल्चिनेछ, तर परमेश्वरले उनलाई प्रमाणित गर्नुहुनेछ र ईश्वरीय शक्तिमा संसारमा शासन गर्न उहाँलाई उठाउनुहुनेछ। र अन्तमा इतिहासको पुस्तकले तनाकको सुरुदेखि इस्राएलको निर्वासन र फिर्तीसम्मको सम्पूर्ण कथालाई पुनः बताउँछ। लेखकले परमेश्वरले दाउदसँग गर्नुभएको भविष्यको राजाको प्रतिज्ञामा केन्द्रित गर्दछन्, जसले नयाँ यरुसलेममा परमेश्वरका जनहरूलाई पुनर्मिलन गर्नेछन् र जातिहरूलाई स्वर्गीय आशिष दिनेछन्। इतिहासको पुस्तकको अन्तिम हरफहरू तनाकका मुख्य पाठहरूसँग समन्वय गरिएको छ। उनीहरूले निर्वासनबाट अन्तिम फिर्तीको आशालाई जीवित राख्छन्, एक इस्राएलीको आगमनलाई औल्याउँदै जसका परमेश्वर उनका साथ रहनुहुन्छ, कि उहाँ उक्लेर नयाँ यरुसलेमलाई पुनर्स्थापित गर्न जानुहुनेछ। अनि यसरी कथा समाप्त हुन्छ। तनाक प्राचीन हिब्रू चर्मपत्रहरूको अद्भुत र अभिप्राय सहित रचना गरिएको संग्रह हो। इस्राएलको इतिहासका सबै कालखण्डका यी विविध पाठहरू इस्राएल र सम्पूर्ण मानव जातिलाई परमेश्वरको करारको प्रतिज्ञाको बारेमा एक एकीकृत कथाको रूपमा एकसाथ बुनेका छन्। तिनीहरू जीवनभर पढ्न र मनन गर्नको लागि लेखिएका थिए, किनकि यी उल्लेखनीय मानवीय शब्दहरूले स्वर्गीय बुद्धिको वचन र भविष्यको आशा प्रदान गर्दछन्, जो आज पनि हामीसँग बोल्दछन्।